30-35 अमेरिकन डलरको बजार कारोबार हुँदो रहेछ ग्लोबल फिल्म इन्डस्ट्री। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयकमा सैद्धान्तिक छलफलमा मेरो आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु। यहाँहरू सबैले गएको हप्ता विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्च कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट इन द फगले अनसर्टेन रिगार्ड अन्तर्गतको जुरी प्राइज विजेता बनेको समाचार त सबैजनाले पढ्नुभयो होला। सर्वप्रथम त म चलचित्रका निर्माता लेखक अविनाश विक्रम शाह, निर्माता द्वय प्रचण्डमान श्रेष्ठ र अनुप पौडेल, कलाकार र सम्पूर्ण प्राविधिक टिम, चलचित्रसँग सम्बन्धित सम्पूर्ण टिमलाई हार्दिक आभार र बधाई प्रकट गर्न चाहन्छु। यहाँहरूले हामी सबैलाई आफ्ना कलात्मक अभिव्यक्ति मार्फत गौरव गर्ने आधार दिनुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो सँगै म सबै माननीय ज्यूहरूको ध्यान उहाँहरूको यो विजयको लाई हामी सबैले आत्मसात त गऱ्यौँ तर अर्को एउटा पाटोतर्फ पनि यहाँहरूको ध्यान आकर्षण गर्न चाहन्छु। सोही कान्स फिल्म फेस्टिभलमा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डले एउटा आधिकारिक स्टल राखेको थियो। जुन आधिकारिक स्टलमा यो वर्ष छनौटमा परेको नेपाली चलचित्र जो अहिले जितेर आएको छ एलिफेन्ट इन द फगको पोस्टर समेत राखिएको थिएन। अब यसले के सङ्केत गर्छ भने हाम्रो तयारी कति फितलो छ भन्ने कुराको सङ्केत गर्छ। अब अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति, हाम्रो प्रतिनिधित्व भनेको केवल सांस्कृतिक रूपमा मात्र होइन, अहिले पछिल्लो समयमा विश्वलाई हेर्ने हो भने विश्वको सशक्त संवादको माध्यम सिनेमा, सङ्गीत, साहित्य र संस्कृति बनिरहेका छन् र यसले कुनै न कुनै हिसाबले एउटा सृजनशील पहिचान सँगसँगै सांस्कृतिक कूटनीतिक सुधारको अवसर पनि हामीलाई दिइरहेको हुन्छ। म अत्यन्त हर्षित छु कि म नै जनप्रतिनिधि बनेर आएको बेलामा यस सदनबाट चलचित्र विधेयकको सैद्धान्तिक छलफलको सुरुवात भएको छ। तर यसले मलाई एउटा गम्भीर चिन्ता पनि के दिएको छ भने हामी जनप्रतिनिधि बनेर आउँदै गर्दाखेरि यस सदनबाट हालसम्म धेरै विधेयकहरू पारित गरिसकेका छौँ। कतै यो विधेयक पनि अर्को अब यो विधेयक पारित भइसकेपछि नियमावलीको कुरा आउला, कार्यविधिको कुरा आउला, त्यो कति समय लाग्ने हो भन्ने कुराले पनि मलाई चिन्तित बनाएको छ। त्यसकारण म विशेष अनुरोध गर्न चाहन्छु सभामुख मार्फत यो विधेयक पारित भए लगत्तै यसै वर्षभित्र कार्यान्वयन हुने वातावरण पनि बनाइयोस्। अब समग्रमा सबै क्षेत्रलाई आर्थिक अर्थतन्त्रसँग जोडेपछि चाहिँ सबैको इन्ट्रेस्टको विषय बन्दो रहेछ होइन। अहिले ग्लोबल फिल्म इन्डस्ट्री समग्रमा 30-35 अमेरिकन डलरको बजार कारोबार हुँदो रहेछ ग्लोबल फिल्म इन्डस्ट्री।